हेलो गाइज वेलकम टु माई ब्लग होइन। अब आज चाहिँ भर्खर फर्स्ट ब्लग मैले बनाएको। यता यहाँ दाइको घर गएको थिएँ उखुलिन, उखुलिएर अब घर पुग्न लागि। त्यहाँ बुटोमा बाँदरहरू बसेछन्, मस्त बाँदर बसे। हेलो मङ्की, हेलो। यस्तै छ जियोस्। उखुसुखु खाने अहिले गएर उखुमा प्रोटिन भिटामिनहरू के हुन्छ। साइन्स पढेको मान्छे हुनुहुन्छ मम्मीले, उखुको बारेमा पढेको नि त। जियोस् ठिकै छ। अब अगाडिबाट बहिनी आउँदैछ, यता म चाहिँ यस्तो हिँडिरहेको छु। जियोस् ठिक लागिरहेको। दुईवटा मेरो सेरहरू पनि आउँदैछन्, दुईवटा कुकुरहरू आउँदैछ। त्यसको नाम चाहिँ, यो सेतोवालाको नाम चाहिँ टमी हो, उताको अर्को नाम चाहिँ होसे हो त्यसको नाम। अर्को उता लिली पनि आउँछ। ठिक छ एकदम। अब गएर मजाले उखु तासेर खाने हो। यहाँ मेरो कि लुली, मेरो लिली यहाँ यस्तो कति राम्री छ मेरो लिली त। हाम्रो होसे सर यता यस्तो छ। मेरो घर अगाडि दामी ठाउँ छ। दिदीलाई मेरो बहिनी यहाँ चाहिँ भ्लगमा देखियोस्। खुसी भइरहेको होला होइन, खुसी लागिरहेको होला दाइको भ्लगमा देखिन पाउँदाखेरि। यस्तो बेजत हान्छे जो सपोर्ट गरिदिनु पऱ्यो। अनि बल्ल धेरै भिजाउँछ मेरो पनि। बहिनीले भने जस्तो चाहिँ नबोस् होइन, त्यो राम्रो आओस्। त्यो सब बनाउँदैछु मैले भ्लगहरू। फेरि रमाइलो गर्दै हिँड्दै एकदम मजा आइरहेको दियोस्। अहिले गएर मस्त अहिले उखु तासेर खाने। अहिले उखु काँधमा बोकेछु यसरी। त्यो हिँडिरहेको छु म त, आरामले हिँडिरहेको छु। आज बहिनी चाहिँ उहाँ स्कुलमा पढ्छ। पहिला उसको स्कुलमा मैले पढाएको। म घरतिर पुगिसकेँ। अब छ यतापट्टि छ घर। हाम्रो घरमा कन्स्ट्रक्सन भइरहेको थियो, गोठ बनाइरहेको थियौँ हामीले। घर पुगिसकेँ म। अब यस्तो घर पुगेपछि मेरो घर गएको थियो। यतापट्टि मेरो घर, उतापट्टि घर, यतापट्टि घर। बाख्रा छन् मेरो एकदम धेरै। बाख्रा छन्, कुखुरा छन्, सबै भैँसी छ। हाम्रो यो फौजीहरू छन् धेरै। जोस् भ्लग हेर्नु होला, माया गर्नु होला है। मलाई सब्सक्राइब गरिदिनु होला। मेरो उखुले झन् बहिनीलाई चोट लाग्यो अहिले। बहिनीले यता लिँदैछ उखु। अब अहिले उखु काट्छु अनि खाने हो हामीले। यता दिदी बस्नुपर्छ। यस्तै छ, एकदम रमाइलो लागिरहेको। ओके गाइज, अर्को भ्लगमा भेटौँला। ओके।